हेलो साथीहरु, अहिले हामी टेक्सास अन्तर्गतको फोसिल रिम भन्ने नेशनल पार्कमा छौं, जहाँ चाहिँ जनावरहरू देख्न पाइन्छ। अहिले यहाँ हामी अस्ट्रिच हेर्दै छौं। त्यसपछि अगाडि हामी गाडीबाट अगाडि बढेका छौं। ठाउँ-ठाउँमा जनावरहरू देख्न पाइन्छ। यहाँ अहिले हरिण देख्न सक्नुहुन्छ। यसरी यहाँ हेर्न सक्नुहुन्छ, यो जंगलभित्र नीलगाई रहेको छ। यसरी पर जंगलबाट यता आइरहेको देख्न सकिन्छ। यसरी धेरै जनावरहरू यहाँ चाहिँ प्राय नीलगाई मात्रै रहेछ यहाँनेरि। यसलाई हेर्दै हामी गाडीबाट सर अगाडि बढ्दैछौँ। यसरी गाडीकै छेउमा देख्न पाइँदो रहेछ। गाडीबाट खाना खुवाउन समेत मिल्दो रहेछ। ल यसरी देख्न सक्नुहुन्छ, गाडीबाटै खाना खुवाइरहेको अवस्था छ। गाडीबाटै खाना खुवाएको। निकै राम्रो मौसम छ। ठाउँ-ठाउँमा जनावरहरू यसरी देख्न पाइन्छ। फेरि हामीले अर्कोलाई भेटाएका छौँ। यहाँ फेरि खाना खुवाउने काम हुँदैछ। देख्न सक्नुहुन्छ, गाडीबाटै जङ्गली जनावरहरूलाई खाना खुवाउन मिल्दो रहेछ। यसरी खाना खुवाउँदै हामी फेरि अगाडि बढेका छौँ। टाढा टाढा निकै जनावरहरू देख्न सकिन्छ। गाडीबाटै अगाडि बढ्दै यसरी एउटा मात्रै सिङ भएको, एउटा सिङ भाँचिएको जनावर हामी कहाँ आइपुगेको छ। उसलाई चारो खुवाउने काम हुँदैछ। वरपर पनि हामी देख्न सक्छौँ। यसरी मृग देखिएको छ। मृगलाई यसरी हामीले क्यामेरामा कैद गर्दैछौँ। यहाँ पनि हामीले हरिण देख्न पाइन्छ। यसरी हरिण देख्न सकिन्छ। हरिणको कानमा ट्याग, बिमाको ट्याग जस्तै ट्याग लगाएको हरिण देख्न सक्छौँ। यसरी हरिण बथान चाहिँ आएर चारो खाँदा रहेछन्। ल यसो छेउमा आएको छ। यसरी देख्न सक्नुहुन्छ हरिण। और हामीले जङ्गलमा यसरी बसेको देख्न सक्छौँ। यो हरिणै हरिण छ। कोही सेता, कोही काला, कोही छिर्की मिर्की। देख्न सकिन्छ। यसरी हामी हेर्दै अगाडि बढ्दैछौँ। बाटोमा निस्किएर जनावरहरू आफूलाई चाहिने खाना खोज्दा रहेछन्, आउँदा रहेछन्। पर देख्न सक्छौँ हामी जिराफलाई हेर्न हामी अगाडि बढ्दैछौँ। यसरी जिराफलाई हामी देख्न सक्छौँ। यति नजिकबाट
जिराफको फोटो गाडीबाट खिचिरहेका छौँ। यहाँ चारो खाना खान मानिसको हातबाट उसले चारो खाँदो रहेछ। यसरी जिराफले चारो खाएको यति ठुलो जनावर देख्न पाइन्छ। जङ्गलमा यसरी बसिरहेको धेरै हरिण मृगहरू बसेको देख्न सकिन्छ। फेरि हामी अगाडि बढ्दैछौँ। अब यसपछि हामी बाघ हेर्न अगाडि जाँदैछौँ। यहाँ देख्न सक्नुहुन्छ बाघ यसरी हामीतिरै आइरहेको देखिन्छ। यसरी हिँड्दै हिँड्दै आइरहेको देखिराखेको छ। आफ्नै सुरमा हिँड्दै हिँड्दै अगाडि आइरहेको छ। यसरी देख्न सकिन्छ बाघ आफ्नै ताल आफ्नै सुरमा हिँडिरहेको छ। यो जङ्गलभित्र रुखको फेदमा अहिले उभिएको छ। फेरि अगाडि बढेको छ। देख्न सक्नुहुन्छ बाघ यसरी हिँडिरहेको छ। यसरी बढ्दैछ। जङ्गलभित्र बाघ ल यतै हामीतिरै आइरहेको अवस्था छ। यसरी बाघलाई देख्न सकिन्छ जङ्गलमा। जङ्गलभित्र हराएको छ। यहाँ वन बाटो अनि सँगै हरिण पनि देख्न सकिन्छ। जङ्गलमा यसरी भेडा जस्तै देखिने अनि हरिण सँगै एकै ठाउँ रहेको देख्न सकिन्छ। जिब्रा लगायतका जनावरहरू देख्न सकिन्छ। यहाँ पनि हामीले गैँडालाई देख्न सक्छौँ। गैँडा अनि गैँडाको बच्चा यसरी देख्न सक्छौँ। यहाँ दुईटा सिङ भएको गैँडाका दुईटा सिङ छ। यी दुई सिङे गैँडा देख्न सकिन्छ। यसरी गैँडालाई नजिकबाट देख्न सकिन्छ। जुन चाहिँ गैँडाको दुईटा सिङ छ।